उहाँ आफूले गजलमा केही कलम चलाउने भएको कारणले मैले 4 शेरको गजल लेखेको छु। तकसेराको बारेमा केही कुरा लेखेको छ, पक्कै पनि तपाईहरुले धैर्यताका साथ गर्न पर्नेछ। जीवन्त एउटा ठाउँ पुगिन्छ पाखा पखेराबाट, जीवन्त एउटा ठाउँ पुगिन्छ पाखा पखेराबाट। पहाडी जीवन के हो बुझिन्छ तकसेराबाट, जीवन्त एउटा ठाउँ पुगिन्छ पाखा पखेराबाट। अद्भुत सुन्दरतम र मनोरम वातावरण बीच, अद्भुत सुन्दरतम र मनोरम वातावरण बीच स्वागत गर्छ पवनले सुसेली र सुस्केराबाट। पहाडी जीवन के हो बुझिन्छ तकसेराबाट, जीवन्त एउटा ठाउँ पुगिन्छ पाखा पखेराबाट। घर जस्तै मन जोडेर युदेखि एउटा बस्ती बाँचिरहेछ, घर जस्तै मन जोडेर युगौदेखि एउटा बस्ती बाँचिरहेछ। हामी भने सोचिरहेछौँ सानो घेराबाट, पहाडी जीवन के हो बुझिन्छ तकसेराबाट, जीवन्त एउटा ठाउँ पुगिन्छ पाखा पखेराबाट। अन्तिम शेर, यान्त्रिक बनेको हाम्रो सहरिया बेचैनी हटाउन, यान्त्रिक बनेको हाम्रो सहरिया बेचैनी हटाउन। खुसी टिपी ल्याएको छु ती गाउँले चेहराबाट, जीवन्त एउटा ठाउँ पुगिन्छ पाखा पखेराबाट। पहाडी जीवन के हो बुझिन्छ तकसेराबाट।